दिया तिमी आइपुग्यौ? हजुर तिमी केही चिन्ता मान्नु पर्दैन, तिम्रो लागि सम्पूर्ण औषधि व्यवस्था गरिदिइसकेको छु मैले। ल तिमीलाई यो ठिक्क पारेको औषधि लिएर जाऊ। यो औषधि खानुभन्दा अगाडि बच्चा बस्ने पेट तलमाथि कतै सरेको छ कि हेर्नुपर्ने हुन्छ। हातको नाडी कस्तो चलेको छ त्यो पनि हेर्नुपर्ने हुन्छ। खै तिम्रो हात दियो त। नारी चाहिँ ठिक छ, पेटमा चाहिँ गानुको लागि छ कि बच्चा बस्ने पेट तलमाथि कतै सरेको छ कि एकपटक हेर्नै पर्ने भयो। खै चलो अलि माथि सार त। बच्चै छौ, तिमीले जान्दैनौ यस्ता कुरा। म बच्चा भए पनि मैले अलिअलि बुझेछु। आफूलाई राधे पहिले त्यत्रो माथि परेर थिच्दा त बच्चा भएन। मेरो बच्चा नभए पनि राधे पोइको बच्चा भए पनि एउटै त हो नि भनेर म राधे पोइको माथि पनि चढे। खोइ त बच्चा भएन। हातले मसारेर काई बच्चा हुन्छ? मेरी दिदी राम्री लागेर छुन खोजेको होला नि। यो नानी अलि चण्डाली खालकी रहेछ। ल दिया, मैले दिएको औषधि सुत्ने बेलामा खाएर सुत्नु है। हुन्छ गुरु। साँच्ची अब चाहिँ आउनु पर्छ कि पर्दैन होला? आउनुपर्छ। आउन चाहिँ आइतबारै पारेर आउनु है। अनि एउटा कुरा, खै यता कान ल्याउ त। अब आउँदा चाहिँ ढुङ्गालाई नलिकन कसैको त आँखा लागेर औषधले काम गर्दैन है त। कुरो बुझ्यौ नि? बुझेँ। अहिले हामी जान्छौँ है? हस् जान्छौँ।